मिसन बङ्गलाचुली सो होइन अब ठाडो छ अझै हात हाल्न जा न तातो आएको छ तिन क्या मजाले ठोक्यो यार यो एमा लाग्यो यही माथि हुन आयो त मेरो खुट्टा सप्प माथि गयो यार कस्तो मजाले यस्तै होला जस्तो त लागिरहेको शङ्का त लागेको थियो नभन्ने यस्तै भयो टिप्परै रेकर्ड गरेर जस्तो गरिरहेको छु तर आफूले रेकर्ड गरिरहेको छु मैले मागम धुलो नौराउनु है टिप्परै रेकर्ड गरेर जस्तो गर्ने आफूलाई रेकर्ड गर्ने मतलब लाग्दैन सो बङ्गलाचुलीको गाउँहरू यहाँदेखि सुरु हुन्छ बङ्गलाचुलीको सिमाना त अलि माथिदेखि सुरु भयो तर गाउँहरू चाहिँ यहाँदेखि सुरु हुन्छ अनि ओए बाटो हेर झन् चिप्लो गराछन् सही ठाउँमा बनाएको छ यार हेर्न 4 नम्बर वडा अनि यो गाई 4 नम्बर वडा पुरातिर चाहिँ हिमाल थियो होइन ए म्याप हेर्न लाग्छ यार छे मामाको छोरोले एक गियरमा हाल्न छारी मलाई करी गियरमा लग्यो यार त्यहाँ गएर झन्दै गएर टट यस्तो नि गर्छन् एक गियरमा हाल्न सक्दैनस् अब एकछिन चाक दुखिरहेको छ क्या एकछिन बादलहरूले ढाकिसक्यो हिमाललाई सबै हामी यहाँ आइसक्यौँ हजुर कुन तलको छैन अब हामी यहाँ टिकट पनि काटिसक्यौँ यो त्यो बाइक लगेर गइसक्यो होइन अनि अब
यता एउटा भ्यू टावर छ नि यता चाहिँ ठुलोवाला छ अरे अनि बस्ने ठाउँ पनि छ तल घोडाहरू पनि छ भन्नुहुन्छ अब घोडा चाहिँ हामी चढ्दैनौँ होला यो बाइक स्टार्ट नगरेर गयो कि त्यो न्युट्रलमा गएन कि के भएन के प्रब्लम आयो बाइक स्टार्टै नगरेर गइ गऱ्यो अनि हेरौँ अब यस्तै छ उतापट्टि हिमालहरू देखिरहेको थियो अहिले धाकिसक्यो पुरा बादलहरूले अब देखिन्न मलाई थाहै छ यार अब देखिन्न भनेर हिमाल त्यही छ तर त्यहाँ चाहिँ ठुलो त्यो त भएर म केही देखिन्न राम्रो अलिकति त्यो देखिन्न यार अब हिमाल अलिकति टुप्पो देखिरहेको छ तर राम्रो देखिन्न क्यामेरामा सो अब चाहिँ होइन मैले यसको हेलमेट र यो माउन्ट ल्याएको छु र अब यत्तिकै हातमा चाहिँ चाबी छ यार त्यो बुलेट चाहिँ उताबाट साइड लाउने बेलामा यार फट्टै ढल्न गयो यार बल्ल बल्ल 88 यार लास्ट भारी छ यार अहिले किन यस्तो भारी लागिरहेको छ तर त्यो उकालोमा अड्डा छ यसले ठेकै धोएको छु यस्तो भारी बुलेट होइन तल धर्रा थियो रे हाल्नु भएको रे के भन्यो एउटा ए यो धर्रा भट्क्यास यो पनि भट्केला क्या फोल्डर भन्ने फोल्डर मान्छु खै फोल्डर चाहिँ जान्छ नि ओइ मेरो क्यामेरा यस्तो गर्छ नि या ओइ अब हामीहरू यति राछौँ यहाँदेखि तल धर्रा थियो अरे तल पछि भट्का हान्थ्यो त्यसले चाहिँ अब यहाँ बुलेटको सिनेमेटिक सर्ट ल्याउँछ अरे होइन अनि तल चाहिँ घोडा त्यतिना तल पुच्छरहरू लाग्थ्यो यी पुच्छरहरू लाउँदै चढिरहेको छ एउटै छ क्या घोडा दुईवटा भाषी सही हुन्थ्यो त्यो चाहिँ यो चाहिँ अब होइन यो झुला कि के हो यार चेनले बाँधेर राखेका छन् ओए यो झुला कि के हो अब चेनले बाँधेका छन् त होइन अब चाहिँ म तक्ला भएको छु आजभोलि मजा आउँछ यार कपाल फालेर चिसो हावा आउँछ टाउकोमा चिक मतलब चिक्क हुन्छ टाउको टेक्सिन चिसो हावा आएपछि यहाँ कुरो यति धेरै छ यार म यो बाटो आएको छु कि यार यो बाटो जाँदै जान्न झन् यही बाटो जान्छ भनेर आएको त लास्टमा यतापट्टि अलि बाटो बिग्रेर रहेछ होइन अनि मेरो पोइन्टमा कुरो भइगयो यार ओए ओए मेरो पोइन्टमा कुरो भइसक्यो यार यता पुरा त्यो माथि त्यो माथि हिँडिरहेको ओए यो बाटो नआएर ठिक गरिस् यार तैँले यो बाटो नआएर ठिक गरिस् यार उता माथिसम्म मात्र रहेछ त्यसपछि कुरो छ यार कुरो फाल्ने भइसक्यो यार फेरि मेरो हालत यो समाट कुरो फाल्छ यता यार त कुरो फाल्न दिएन त होइन म किन यो बाटो आएछु कि म किन यो ठाउँमा आएछु कि आशिष घोडालाई काबु गर्न भन्छस् आशिष दौडे लोटायो पनि हेलमेट छ तेरो भिडियो बनाऊ न अलिक दाइ खोइ त यसको यो आयो ए लु चल मेरो ओए लोटम लाग्यो म smoke in the air.
Wow. ओए त दौडिसम्म थपाउँछस् यही बिग्रिएको छ ल अब डिजे भाइ गयो घोडामा चढ्यो मजा यही बस्छु ल ल ल ओ डिजे भाइ नदराएछ है ओइ ओइ डिजे भाइ डरालास् घोडा चढेर आइसक्यो कि अब हामीहरू यता कस्तो भयो मैले त रमाइलो आथोबाट एकछिन त मलाई पनि मजा त आयो तर लास्टै अगाडि बसेको थिएँ यार म त अघि बस्यो त्यो समात्ने भएन क्या त्यो त म लास्टै अघि बसेँ अनि त्यो फानेबाट सिधै अगाडि बाट्दै चाला जस्तो हुन्छ यार रमाइलो भयो तर मजा आयो यार दुईटा जङ्गली घोडा पेट्रोलले अब चाहिँ हामी फर्किन लाग्यो यहाँदेखि धेरै भिडियो लङ पनि गराउनेन अनि उता पारी छ अरे सगोधारी चाहिँ यहाँदेखि पिछे पिच जान्छ अरे अनि ल ल अब हामी यहाँदेखि फेरि घरतिर हो जाने बिस्तारै जाम्ला गर्दा बाटो डेन्जर छ तर घोडा चढ्ने मजा आयो बट्टा 1 लाखको पाउने छ नि घोडाले सो गाइस हैन अब चाहिँ हामी उता माथिबाट आइक्यौँ अब जाने यतैतिर हो र यहाँदेखि त्यो दारा चाहिँ क्या खतरा देखिन्छ होइन हरियो छ पुरा सही छ यार गाउँहरू पनि दिक्क छ होइन यहाँदेखि तल सही छ यार एकछिन फोटो खिच्ने हुन्छ सो गाइस अब चाहिँ मैले यो भिडियोलाई चाहिँ यत्तिकै राख्ने प्लान गरेँ कस्तरी आइरहेको छ बादल उडेर अब हेर न बादल उडिरहेछ सो अब चाहिँ हामी हाँडी खिच्न लाग्यो र म यो भिडियोलाई चाहिँ अब यत्तिकै राख्छु भेटौँला नेक्स्ट भिडियोमा टाटा बाई बाई सी यू